गाइस सीरीज टमाटर टमाटर हो कि टमाटर हो टमाटर ये पाठा है वर्तमान आंखों का धोखा है भूत सीखेगा भूत सीखने का मौका है एक्शन So hey guys, what's up? Welcome back to my channel. I hope you all are doing well. अनि as you can see, आज म हाम्रो गाउँमा छु, त्यही भएर आज म दिँदैछु हाम्रो भिलेज टुर. सो फर्स्ट अफ अल म यहाँ उभिएको ठाउँबाटै सुरु गरौँ हैन. त्यो चाहिँ हाम्रो बारी हो. अनि पछि पहिला चाहिँ यहाँनेरि मतलब बारी नै हुन्थ्यो अनि पछि तर पछि भुइँचालो गएपछि चाहिँ हामी यहाँ कटेज बनाएर बस्थ्यौँ. यो रुममा चाहिँ हामी बस्थ्यौँ पहिला सुरु. अनि अहिले म उभिएको ठाउँमा पनि यहाँनेरि कटेज छ. अहिले फेरि भत्काएर फेरि बारी नै बनाएको रहेछ यसलाई हैन. अनि यतापट्टि चाहिँ हाम्रो आमाहरूले के रोप्नु भएछ लसुन छ यहाँ फर्स्ट सुरुमा लसुनको बोट सबै सुकिसकेको छ. लसुन यो उखालो पर्ने बेला भएर उखालेर देखाउँछु म एकचोटि डेमो. सिधिस लसुन हो गाइस यहाँतिर यो मैले यहीँ राखिदिएँ पछि आएको बेला लिनुहुन्छ है. अनि पछि यहाँनिर बोट छ हाम्रो भक्ति आन्टीको. यहाँनिर के खाँदै मलाई थाहा छ गाई र भैँसी छ गाई यहाँनिर बाख्रा छ मौरी थियो पहिला माथि. अनि पछि यहाँनिर छ गाइस हाम्रो प्याजहरूको के भन्छ प्याजहरूको बोट छ गाइस यति धेरै. अलिकति मकै पनि रहेछ हौ दुईटा मकै छ. अनि यो हाम्रो अर्को कान्छी आन्टीको घर हामी तलतिर देखाउँछु म हाम्रो बाहरूको घर कसको छ. सो लेट्स गो. मलाई भनेको थियो अघि नै यो चाहिँ हामी पहिला बस्ने गरेको रुम हो. अहिले यस्तो भए यसलाई कसैले ध्यान दिएको छैन अहिले. अनि यो चाहिँ कागतीको बोट हो गाइस. यहाँनिर अर्को ठुलो कागतीको नि बोट थियो त्यो चाहिँ अहिले त्यो गरेर रहेछ काटा रहेछ. यो चाहिँ हाम्रो सानो कागतीको बोट हो. अनि त्यो ठुलो कागती नै काटेर सानो पारे ए त्यही रुख हो यो. ए त्यही त अस्ति नआएर त त्यो फलिरहेको थियो. अनि चाहिँ अहिले चाहिँ छैन नि त त्यो गाइस. सिमसिम पानी परिरहेछ एज यु क्यान सी. सिमसिम होइन ठुलै पानी परिरहेछ है प्रतिज्ञा गाइस. प्रतिज्ञा चाहिँ मेरो क्यामेरा म्यान भएको. अनि यहाँनिर छ हाम्रो ठुलाबाको घर एज यु क्यान सी. ठुलाबाको घर छ गाइस यहाँनिर. घरमा ठुलाबा मात्रै हुनुहुन्छ. ठुलाबा कहाँ जानु ठुलाबा क्यामेरा म्यान फोकस गर. ठुलाबा कहाँ जानु ठुलाबा. यो उहाँ बा चाहिँ हाम्रो सबैभन्दा जेठो बा हो गाइस. गाउँको सबैभन्दा जेठो बा हाम्रो गाउँमा चाहिँ 4 जना दाजुभाइ होइन बाहरूको. अनि पछि सबैभन्दा जेठो बा उहाँ चाहिँ. सो गाइस अब चाहिँ म तपाईँहरूलाई हाम्रो कुलदेवताको मन्दिर देखाउँदैछु. हाम्रो गाउँमा छ एउटा मन्दिर. अब प्रतिज्ञा त्यहाँ हेर्न सक्नुहुन्छ. यहाँनिर पनि लसुन र प्याजहरू गरेको छ पुरै. लसुन प्याज अनि पछि यतापट्टि छ आलु. अनि यहाँनिर कसले आलु खनेर पनि राखेर छ. सिरिस आलु खनेर राखेर छ कसले. हाम्रो मन्दिर चाहिँ त्यो हो गाइस कुलदेवीको. अब म लग्छु तपाईँहरूलाई त्यहाँ. कम प्रतिज्ञा ओके प्रतिज्ञा के हो थाहा छ के गाइस. सिरिस टमाटर हो कि टमाटर हो कि के कस्तो कलर चाहिँ येलो कलरको टमाटर त मैले आज देखाएको थिएँ. मैले देखाएको थिएँ कहिले टमाटर हुन्छ यसलाई. येलो कलरको देखाएको थियो. टमाटर येलो कलरको ओरेन्ज कलरको. मैले चाहिँ येलो कलरको चाहिँ देखाएको थिएन गाइस. यहाँनिर मैले देखेँ आज येलो कलरको टमाटर एज यु क्यान सी. अनि यो बोट के थाहा के को भोकटेको कागतीकै हो कि भोकटेको त्यो पातलो केहीको छ गाइस. अनि उयो चाहिँ केसको बोट हो उखुको बोट हो गाइस. गोमान्टीको हो यो सबै. अब म लग्छु मन्दिरमा. यो चाहिँ गोमान्टीको घर हो गाइस. यो चाहिँ गोमान्टीको घर हो. गोमान्टी हुनुहुन्न अरे अहिले त्यही भएर मैले उता गइनँ गाइस. गोमान्टी हुनु भएपछि जाउँला. अनि यो हाम्रो प्यारो मन्दिर. यो चाहिँ अघि नै मैले अघि नै भन्छ कि यो चाहिँ हाम्रो बारी है. यहाँभरि तोरी रोपेको रहेछ. तोरी नै तोरी छ एज यु क्यान सी. अब हामी जाँदैछौँ. कान्छी आन्टी मलाई नाच भन्न लाग्नु भएछ गाइस. नाच्ने पनि हो एकछिन पहिला चाहिँ टुटा सक्यो. अनि यो चाहिँ हो मन्दिर. आउ प्रतिज्ञा ओके यो हो मन्दिर गाइस. मन्दिर हो गाइस. कान्छी दिदी हेल्प प्रतिज्ञालाई मैले ह्यान्ड दिनु पर्यो गाइस.
गाइस फाइनली हामी हाम्रो प्रतीक्षालयमा आइसक्यौँ हाम्रो गाउँमा यो प्रतीक्षालय पनि छ राम्रोवाला अनि यो चाहिँ मन्दिर हो कुलदेवताको मन्दिर वसुन्धरा देवीको नाम लेखेको छ वसुन्धरा देवी मन्दिर अनि यतापट्टि छ हाम्रो काइलाबाको घर हो गाइस यो काइलाबा काइलामा बस्नुहुन्छ यता अनि यहाँनिर मेल पनि रहेछ तर मैले याद गरेँ नोटिस गरेको थिएन पहिला आएको बेला चाहिँ है धेरै भएको छैन जस्तो लाग्यो मलाई चाहिँ तर धेरै भइसकेर मैले नै नोटिस गरेर दिन्छ भने थाहा पाएँ मैले अनि गाइजहरु टोक्ने कुकुर आइरहेको छ यसले टोक्छ हो कुकुर चाहिँ मेरो अल्टिमेट फियर हो अनि यति धेरै डर लाग्छ आउन सक्छ है यताडै हिँड्नु न प्लिज तिम्रो डर लाग्यो अनि डर खाइहाल्छ कुकुर टोक्ने कुकुर अर्को साइड जानुपर्छ त्यो जाओस् नि हामी अर्को साइड जानुपर्छ हाम्रो गाउँ यस्तो देखिन्छ माथिबाट हेर्दा मन्दिरबाट हेर्दाखेरि मन्दिर चाहिँ लाइक हाम्रो सबैभन्दा हाइटमा छ अनि माथिबाट हेर्दा चाहिँ यस्तो देखिन्छ खासमा यो गाउँ चाहिँ पुरै भरिएको हाम्रै परिवारले मात्रै भरिएको छ लाइक टाढाको मान्छे कोही छैन क्या सबै नजिकै मान्छे छन् भनौँ मतलब एउटै फ्यामिलीको अनि पछि सबै यस्तो रुट फैलिएको भनौँ न ब्रान्च भनौँ न कस्तो रुट भन्छ नि होइन अनि एउटै बाहरूको 4 जना परिवार एउटै बाहरूको चाहिँ मतलब 4 जना दाजुभाइ अनि त्यही दाजुभाइहरूकै सन्तान हुँदै गएको क्या पुरै त्यस्तै हो अनि सबै त्यही शाखा सन्तानहरूले भरिएको छ एक गाउँ सिरिस यहाँनिर चराहरू मस्त बसिरहन् तारमा मेरो आजको मिस्टर क्यामेराम्यानको लागि ताली बजाइदियो सबैले ह्यान्डसम क्यामेराम्यान यता हेर त प्रतिक्रिया डियर ह्यान्डसम क्यामेराम्यान गाइज अब चाहिँ म हाम्रो आफ्नै अङ्कल आन्टीको घर देखाउन गइरहेको छु Let's go. धनियाँको बोट सिरिस ला भन्छ धनियाँ धनियाँ अनि यहाँनिर यत्रो केराको झाडी छ गाइस सिरिस केरा गाइजहरु ल्याउँदा हुन्छ यहाँनिर यहाँ चाहिँ कसको सुरुवाल पनि ओए कच थोरै रहेछ हल्का अलि ठुलो हुन्थ्यो किम्बुको बर्त गाई नखाने सिरिस भेरी नाइस किम्बुको बटर सानो मिनी किम्बुको बटर छ गाइस के हो आल्चा जस्तै खोइ आल्चा स्टप हरियो छ पाकेको चाहिँ छैन ओए आल्चे हो त्यो आल्चे हो त्यो फिक्स हो यो चाहिँ पाकेपछि यस्तो मिठो हुन्छ हरियो छ अहिले चाहिँ पाकेपछि चाहिँ रेडिस एलोइस हुन्छ यो मिठो हुन्छ बोट रहेछ तर पहिला याद गरेको थिएन यो नि गाइस आफ्नै गाउँमा नयाँ कुरा देखिरहेको छु आज म वाउ अनि अब म देखाउँदैछु हाम्रो आफ्नो गाइजहरु यो आल्चाको मालिकले देख्नु भयो भने हामीलाई गाली गर्नुहुन्छ अलिक काट्छ टिभी भनेर गाइस त्यसरी भन्छ कि यो अघि नै हाम्रो केराको बोट छ यति धेरै इतना बडा अनि गाइस यो सिरिस प्रतिकै यसलाई देखाउँदा गाइस यो चाहिँ हैन बुइका फल हामी यसलाई चाहिँ हैन सर्पाको खानेकुरा भन्थ्यौं हामी बच्चादेखि खान्थ्यौं क्या यसलाई गर्दै अनि धेरै कलेक्ट गर्थ्यौं यति पार्थ्यौं अनि खान्थ्यौं के हामी चाहिँ त्यो हो यहाँ चाहिँ गाइजहरु एयर पोल्युसन गराएर चाहिँ कसले है बाला रहेछ है प्रतिज्ञा हो अनि चाहिँ भगारो हो गाइस भगारो हो यो मल हो गाइस मल भने बुझिन्छ नि त्यही हो अनि चाहिँ हाम्रो प्यारो अम्बाको रुख त्यहाँनिर अस्ति यति धेरै अम्बा फलाएको छ गाइस अम्बा फलाएको नि यहाँ त्यसमा नि फलाइदियो त्यस अनि यहाँनिर चाहिँ हाम्रो पारिजातको रुख यहाँनिर यति धेरै पारिजात फलाएको थियो अहिले फुलाएको सब झरेछ अहिले सब झरेछ क्या पात पनि झरेछ अनि फुल त अहिले फुल्ने बेला होइन पूजा खाँदै भएर अनि हाम्रो यहाँ सब पार्टीहरू गाइस सिरियस भाग्यो म देख्ने बित्तिकै तर्सिन्छ नि त सिरियस क्युट पार्टीहरू छन् भित्र हाम्रो भाइ राजाहरूले आमा धुवा सिरियस प्रतिका धुवा आगो बालिरहेछन् गाइजनहरूले सिरियस हाम्रो निश्चल भाइले चाहिँ पार्टीलाई मन पराउँछ अरे त्यही भएर यस्तो मजाले मायासँग बसिरहेछ पाठो हो कि पाठी हो पाठो ए गाइज यो हाम्रो अर्को भक्ति आन्टीको घर अनि भक्ति आन्टीको घरसँगै जोड्दा छ हाम्रो घर चाहिँ गाइज यता चाहिँ हाम्रो तालु छ यहाँनिर चाहिँ के अरे तितेपाती तितेपाती हो प्रतिज्ञा यो
के हो त्यो? यसलाई भन्छ गोदावरी फुल। गोदावरी फुलको हो गाइस यो। भोलिपछि गोदावरी फुल फल्छ। येलो कलरको फुल हुन्छ नि त्यसलाई भन्छ गोदावरी। यो गोदावरी फुल हो गाइस। अन्त चाहिँ इन्ट्रेस्टिङ थिङ देखाउँछु गाइस। यो चाहिँ हो जमुनाको बोट होइन। जमुना भनेको चाहिँ एउटा फ्रुटै हो भनौँ न, खानेकुरा हो। गाइजहरु त्यहाँ चाहिँ चिचिला पनि रहेछ। चिचिला अनि यो चाहिँ यस्तो मिठो हुन्छ होइन। बच्चा बेला म चाहिँ रुख चढ्न सक्दिन्थेँ अनि पछि भुराले टिपिदिन्थेँ अनि म त्यही खान्थेँ गाइस। त्यो जमुनाको रुख हो। अनि यो चाहिँ क्यामेरा फुल भन्छ यसलाई। यो येलो कलरको फुलिरहेको छ नि, यो चाहिँ अर्को रेड कलरको पनि हुन्छ तर राम्रो हुन्छ यो फुल। अनि त्यही हो, आउनुहोस्। ओके यहाँनिर छ पवित्र आन्टीको भैँसी। पवित्र आन्टीको भैँसी है गाइस, भेरी फ्याट। अनि अब यतापट्टि छ हाम्रो पारीखेत नमुनाको घर। अनि पारीखेत पनि यतै हो भन्दैछु। पारीखेत जाने बाटो। पारीखेत जाने बाटो। अनि पछि ओ सौरताले भच्चाको रुख नि आउन आँट्यो। गाइस आँपको बोट भेरी बिग। यत्रो ठुलो आँपको रुख छ हाम्रो गाउँमा गाइस। यहाँनिर नमुना आन्टीले के रोप्नु भएको छ गाइस? लसुन, लसुन प्याज। यहाँनिर छ लसुन, यहाँनिर छ के अरे ब्रिन्जल, अदुवा। भेन्डा हो कि चिप्ली भिडीको हो यो? भेन्डाको जस्तो लाग्यो मलाई चाहिँ। अनि पछि यहाँनिर काँक्रो रोप्नु भएको छ। काँक्रोको थाक्नु छ गाइस। भिडियोमा हाई गरिदेऊ। ओहो प्रितम, ओहो लजावटी। यसलाई भन्छ कुन्यु गाइस। कुन्यु, परालको कुन्यु। परालको कुन्यु हो यो चाहिँ। उयो हुनु र पोको माइलेमा हुनु त क्या हो? हजुरआमा सन्चै हुनुहुन्छ? अघि न भर्खरै आयो आमा। हो दिदीको पनि ठिक छ आमा। दिदीको नि हुँदैछ पढाइ। 2 वर्ष छ अब सकिन। गाइस यहाँनिर सिस्नुको बोट पनि छ एज यु क्यान सी। मैले अस्तिको ब्लगमा पनि देखाएको थिएँ सिस्नु भनेर। त्यो पोखराको भ्लगमा हैन? कतिको हेर तिमीलाई तितेपाती भनेको नि, यहाँ हेर तितेपाती यसलाई भन्छ। तितेपाती छोयो भने हातै कस्तो दाब बेस्ट। ए नलडा ल बेस्ट स्मेल। आपको बोट नि सुकेछ यार। आँपको बोट नि सुकेछ है। अनि पछि गाइस ल फाइनली हाम्रो खेत चाहिँ यही पारीको हो। अनि देख्नु भएको तपाईँहरूले त्यही हो खेत हाम्रो रोपाइ गर्ने खेत हो। अनि यहाँनिर किम्बुको बोट रहेछ। अघि नै हामीले देखाएको थियो यहाँनिर रहेछ किम्बुको बोट। यो चाहिँ हल्का ठुलो रहेछ। ठुलो किम्बुको बोट छ। अनि यो अम्बाको बोट। गाइजहरु त्यो चाहिँ सौरभ दादाले बच्चाको किम्बुको बोट हो। ए सौरभ दादाले भत्काएको त्यहाँको किम्बुको बोट। बासुबा। यो चाहिँ बासुबाको हो गाइस। सबै बासुबाको हो हैन? गाइजहरु यो चाहिँ बासुबाको घर हो। बासुबाको घर। एउटा कति यत्रो किम्बु रहेछ एउटा। अनि यहाँ चाहिँ पितमजी हुनुहुन्छ। पितमजी लजाइरहनु भएको छ। प्रतिज्ञा लड्ला है तिमी त्यहाँबाट। टेस्टी रहेछ। गाइस म के भन्न लाथेँ भन्दाखेरि मैले अघि नदेखाएको सबै घरहरूमा लसुन प्याज त थियो होइन, तर यहाँनिर चाहिँ यति मजाले मतलब आएको रहेछ कि होइन, पुरै झम्मै क्या। एज यु क्यान सी केही स्पेस छैन क्या बिचमा, पुरै लह परेर रहेछ लसुन। अनि पछि प्याज उतापट्टि रहेछ। अनि पछि म इम्पोर्टेन्ट कुरा के भन्न लाथेँ भन्दाखेरि चाहिँ होइन, पहिला चाहिँ ठुला बाको र हाम्रो घर जोडिएको थियो क्या। उयो ठुला बाको घर चाहिँ उता साइडको राइट साइडको हो। अनि पछि पहिला चाहिँ जोडिएको थियो। अनि भुइँचालो जानुभन्दा अगाडि अनि पछि चाहिँ हाम्रो घर भयो दुवैजनाको। अनि पछि द्याट इज इट। पहिला चाहिँ राम्रो थियो भन्न खोजेको, अहिले छैन त्यहाँनिर त्यो प्लेसमा। तर सबै थोक चेन्ज भएको पनि राम्रै हो। सबै अहिले गाउँमा चाहिँ राम्रो देखेको छ पहिलाको भन्दा आई गेस। मल बोक्न कहाँ मल बोक्न लाग्नु भयो र? ए मल उठाउनु लाग्नु भएछ गाइस। सी दिस। त्यो कसले रोप्यो? कति राम्रो आएको रहेछ लसुन, मजासँग आएर। हामी त्यही भन्दै थियौँ कति राम्रो लसुन आएको यहाँनिर भनेर। सी दिस गाइस। प्यारो गाउँ, हाम्रो प्यारो खेत कुन्यु, हाम्रो बच्चे पार्टी। यहाँ तल चाहिँ हाम्रो के अरे हर्षना हिमानीहरूको घर छ गाइस। यो सबै हर्षना हिमानीको। अनि पछि हर्षना हिमानीको अङ्कल आन्टीको घर हो कि बच्चा पार्टीहरू कति चल्छन् गाइस। यो चाहिँ माइलामा माइलाको घर हो। फेरि पानी बन्द थाल्यो ल। आज पानीले यस्तो गरिदिन्छ कि पानी पर्दै रोकिँदै गिभिङ अस धोका। हाम्रो आन्टी हराउनु भयो। काले कत्रो सिङ यसको हेर कति आला पनि त। कविता आन्टीको अनि
प्यारो पवित्र आन्टी के हो यार पुदिना गाइस पवित्र आन्टीले पुदिना लिएर हुनुभएछ सिरिज पुदिना गछ मिठो हुन्छ पुदिना राख्यो भनेदेखि मुसा हिँड्ने बाटोमा पुदिना राख्नुपर्छ अरे अनि आउँदैन अरे मुसालाई पुदिनाको गन्ध एकदम मन पर्दैन अरे कि मुसालाई त्यही भएर यो पुदिना खोजेर ल्याएको माथि गाउँबाट गाइस थाहा भयो नि एउटा कुरा ज्ञानको कुरा थाहा भयो नि एउटा ज्ञानगुणको कुरा गाइस जहाँनिर चाहिँ एउटा कुवा छ होइन जहाँनिर चाहिँ हामी पहिला हामी धारमा पानी आएन भने चाहिँ हामी यो कुवामा आउँथ्यौँ म देखाउन गइरहेको छु अब त्यो कुवा सी दिस पानी नै छ हौ देखा हो केरा खाँदैछौँ हामी अब क्या हमको भी इधर देखो ये कौन है ये पाठा है कोइराको बोर्ड छ यो फुलको चाहिँ अचार हुन्छ मिठोवाला अचार हुन्छ यसको या भेरी नाइस हिँड ल हिँड गाइस हाम्रो आन्टीले हामीलाई तातो तातो चाउचाउ बनाएर ल्याइदिइसक्नु भयो अब हामी भोजन गर्छौँ होइन नि चल वर्तमान आँखों का धोखा है भूत सीख के भूत सीखने का मौका है भविष्य आने के आज मेरो चाँदी से रोका है आउँदैन यति हो गाइस आन्टीले अब हामीलाई किमु खाने ठाउँमा लग्दै हुनुहुन्छ किमु फालेको छ अरे हाम्रो एउटा बारीमा होइन आन्टी किमु खान जाँदैछौँ आन्टीको पुछार लागेर पातीको बोट हो गाइस यसले चाहिँ पूजा गर्न मिल्छ होइन पूजा गर्न काम लाग्ने पाती भन्छ नि त्यसलाई चाहिँ अनि त्यसपछि यहाँ चिप्लो रहेछ म लड्न सक्छु सो आई निड टु बी केयरफुल भेरी चिन्दियर निश्चल भाइ टिप्न थालिसक्यो भित्तामा नि रहेछ सानो सानो तर त्यसमा फलेको छैन क्या किमु अहिले ए आन्टी त कहाँ झाडी यस्तै गरौँ ए आन्टी हाम्रो लागि कस्तो ठाउँमा गएर टिप्दै हुनुहुन्छ किमु सिरिस किमु धन्यवाद सी दिस गाइस मैले सानो टुर मतलब गरेँ गाउँको मतलब भिडियो बनाउँदै आई मिन टु से तर पुरै गर्न मिलेन किनभने पानी पर्यो अनि पानी परेपछि त बनाउने कुरा भएन पानी परेपछि भिज्दै बनाउने कुरा भएन अनि अहिले चाहिँ पानी रह्यो तर होइन अनि अब चाहिँ हामी फेरि तल घर जाँदैछौँ सो यो भ्लग यहीसम्म मात्रै हुन्छ सो मेक स्योर यु लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब माई युट्युब च्यानल अनि थ्याङ्क्स फर वाचिङ सो सम लभ गाइज बाई गरिदिनुहोस् त बाई गर न बाई